विदेशबाट नेपाल जाँदा के कुरा लैजान पाइन्छ होला त? भन्सार शुल्क तिरेर अनि भन्सार शुल्क नतिरिकन। केही दिन अगाडि भन्सार विभागले राजपत्रमा एउटा सूचना जारी गरेको छ। भन्सार ऐन 2081 को अनुसूची 4 अनुसार अब नेपालीले विदेशबाट नेपाल आउँदा के कुरा लिएर आउन पाउँछ भनेर स्पष्टसँग लेखिएको छ। यो नियम 2082 साल जेठ 15 गतेदेखि लागू हुनेछ। यो नियम अनुसार अब विदेशबाट नेपाल आउँदाखेरि सुन अनि गरगहनाहरू कति ल्याउन पाइन्छ होला त? महिलाले 50 ग्रामसम्म र पुरुषले 25 ग्रामसम्म सुनका गरगहना ल्याउँदाखेरि कुनै पनि भन्सार शुल्क लाग्ने छैन। तर त्योभन्दा धेरै लैजाँदा 50 ग्रामसम्म प्रचलित भन्सार दर अनुसार शुल्क तिरेर त्यसको थप 50 ग्राम चाहिँ 3% अतिरिक्त शुल्क तिरेर लैजान पाइनेछ। यसको मतलब के भने अब महिलाले 150 ग्रामसम्म सुनका गरगहना भन्सार शुल्क तिरेर वा नतिरेर ल्याउन पाउनेछन् भने पुरुषको हकमा भने 125 ग्रामसम्म सुनका गरगहनाहरू भन्सार शुल्क तिरेर र नतिरेर ल्याउन पाउनेछन्। यदि कसैले काँचो सुन म नेपाल लैजान्छु भन्यो भने कति ल्याउन पाउँछ त? अब नयाँ नियम अनुसार महिला अनि पुरुष दुवैजनाले काँचो सुन 100 ग्रामसम्म लैजान पाउँछ। 50 ग्रामसम्म प्रचलित भन्सार दर तिरेर थप 50 ग्राम चाहिँ अतिरिक्त 3% शुल्क तिरेर। यसो भन्दैमा तपाईँले काँचो सुन पनि अनि गरगहना पनि आफ्नो लिमिटभन्दा धेरै चाहिँ ल्याउन नपाउने भनेर उक्त नियममा लेखिएको छ। यसपछि कुरा गरौँ मोबाइल फोनको। मोबाइल फोन नेपाल जाँदा कतिवटा लैजान पाइन्छ त? महिला अनि पुरुषको हकमा दुवैजनाले आफूले चलाइराखेको एक थान अथवा एउटा सेट फोन लैजाँदा चाहिँ कुनै पनि भन्सार शुल्क लाग्दैन। तर यदि तपाईँ कुनै पनि श्रम स्वीकृति लिएर विदेश जानुभएको छ र 6 महिनाभन्दा धेरै काम गरेर फर्किँदै हुनुहुन्छ भने तपाईँसँग भएको एउटा सेट अनि त्यसपछि एक्स्ट्रा अर्को फोन पनि तपाईँले लैजाँदाखेरि कुनै पनि भन्सार शुल्क नलाग्ने भएको छ। यति मात्र नभएर यदि कुनै पनि व्यक्ति श्रम स्वीकृति लिएर विदेशमा काम गर्न गएको छ र 12 महिना काम गरेर फर्कदा ऊ नेपालमा पनि सामाजिक सुरक्षा कोषमा आबद्ध भएको छ भने त्यस्ता व्यक्तिले कुनै पनि साइज अनि इन्चको टिभी ल्याउँदाखेरि उसलाई कुनै पनि भन्सार शुल्क लाग्नेवाला छैन। त्यो बाहेक जो कोही नेपाली विदेशबाट फर्किँदा आफूले चलाइराखेको फोन, ल्यापटप, भिडियो क्यामेरा, ट्याब्लेट लगायतका सामानहरूमा कुनै पनि भन्सार शुल्क लाग्नेवाला छैन। विदेशबाट आउँदा थप के कुरा लैजान पाइन्छ पाइँदैन भनेर विस्तृत रूपमा बुझ्नको लागि हामीले भन्सार ऐनलाई हाम्रो कमेन्ट सेक्सनमा राखिदिएका छौँ। गएर तपाईँहरूले सानो सानो कुरादेखि ठुलो कुरासम्म सबै कुराहरू पढ्न सक्नुहुनेछ।